पैसा चाहिँ यहाँ कति छ 1 2 हेलो वेलकम गाइस नयाँ फेरि पनि भिडियोमा अहिले चाहिँ मेरो कम्पनीमा चाहिँ एकदमै कम कामहरु त्यसैले चाहिँ म आल्बा गर्नको लागि अस्तिको शनिबार र आइतबार चाहिँ बाहिर गएको थिएँ यो चाहिँ फेरि इलिगल हो हामी इनाइनले चाहिँ त्यसरी आल्बा गर्न पाइँदैन र पनि म गइदिएको थिएँ साथीले जाउँ भनेर अनि एक रात 2 दिन काम गर्दाखेरि चाहिँ कति पैसा आउँदो रहेछ त भनेर चाहिँ मैले यहाँ गने फाइदा हुँदो रहेछ मलाई चाहिँ फाइदा लाग्यो म यो पैसा चाहिँ जस्तोका त्यसरी गनेर देखाउँदैछु है त कति रहेछ त यो पैसा चाहिँ यहाँ कति छ 1 2 3 4 5 6 7 8 10 11 12 13 14 15 17 18 19 20 21 22 23 24 25 26 28 29 31 32 33 34 35 भनेको 3,50,000 मान चाहिँ 2 दिन एक रातमा चाहिँ पैसा कमाउँदो रहेछ आल्बा गर्दाखेरि अनि यो चाहिँ सबै कर सर के सोदोक चाहिँ के टोक्सहरु कटाएर चाहिँ यो क्याश दिन्छ के हाम्रो चाहिँ खातामा चाहिँ पैसा आउँदैन हामी खातामा हाल्दिन्छौँ भने पनि हामी लिदैनौं त्यसको पनि एउटा मापदण्ड छ कसैको त भिजामा समस्या हुन्छ यताउता अनि हामीले क्याश लिँदाखेरि चाहिँ यति पैसा चाहिँ मलाई दियो यहाँ चाहिँ लगभग यो नेपाली 3,50,000 को चाहिँ नेपाली रुपैयाँ चाहिँ लगभग 35,000 हुन जान्छ अहिलेको रेटमा त अलिक कम्ती पनि हुन्छ